घण्टा काठमाडौँदेखि काँक्राभित्र गाडी पुर्याउनु पर्दाखेरि यसरी बस्नु पर्ने हुन्छ। जुरुका उठा गरेर जिउ तन्काउनु पर्ने अवस्था हुन्छ। तर हामीलाई पिटी परेड हुँदैन, हामीलाई पिटी परेड हुन्छ। तपाईँहरूको सुरक्षा गरेको हो कि होइन? मैले तपाईँलाई ठाउँमा पुऱ्याएको हो कि होइन? मैले यदि मेरो कारणले मैले एक्सिडेन्ट गराए तपाईँहरूको जिम्मेवारी धरातलमा बनाए, मैले लाइसेन्स लिएको हो, मैले नेपाल सरकारमा जाएर खान्छु भनेको, तर मैले गल्ती गरेँ भने म फाँसीमा चढ्न तयार। तर यदि बाटोको कारण एक्सिडेन्ट भएको थियो भने यो सरकार फाँसीमा चढ्न तयार कि नै? तपाईँहरू आन्सर दिनुहोस्। जहिले तपाईँहरू ड्राइभरलाई गल्ती भन्नुहुन्छ, तपाईँहरू योबाट बाटो धार्मिकमा जाँदा यो धार्केको लाइनमा जानुहोस्। यो प्रत्येक होटलमा गाँजा ड्रग के बेच्छन् भने यो दिने सामाजिक तपाईँहरू नै होइन? के निकाल्ने भने यो होटलमा 250 रुपियाँ यो यसमा निकाल्ने वातावरण त्यो खाना खाने वातावरण मिलाइदिनुहोस् त हजुर, राम्रो खालको। हामी ड्राइभरहरू त्यहाँ लगेर खाना खुवाइदिन्छौँ। हाम्रो तलब सुनिश्चित हुन पर्यो। म पनि हरेक सेकेन्डमा मरेको छु। यो आर्मी र पुलिस मात्रै मरेको छैनन्, यो ड्राइभर पनि मरेको छ हरेक सेकेन्डमा। मेरो मृत्यु अगाडि 5 मिनटमा हुन्छ भनेर म लेखेर राख्न सक्दिनँ। सरकार कतिखेर के हुन्छ भने नेपालको बाटो तिमीहरूले बनाएको। मैले कतिखेर एक्सिडेन्ट गर्छु भने मैले कुनका दशक र के हुन्छ मलाई थाहा छैन। के गर्छ ड्राइभरलाई सुनिश्चित गर्यो, यसरी हुँदैन। एक दिन तिमीहरू ड्राइभर बेगर असुरक्षित छौ भने, पुलिस बेगर असुरक्षित छौ भने म बेर किन असुरक्षित छैनौ? तिमीहरू अस्ति तिमीहरू जेनजी आन्दोलन सबैले हामीले गरेको हो। म पनि फ्रस्ट्रेट भएर यही ठाउँमा आएको अनि 1-2-4 दिन हामीले पुलिसलाई पनि भगायौँ, पुलिस आएनन्, हाम्रो ज्यानको असुरक्षित भएको हो। त्यस्तै म पनि ड्राइभर हो, असुरक्षित हुन्छ तपाईँलाई असर पर्छ। म यो कुरा हुन दिन्न जबसम्म ड्राइभरको तलब फिक्स हुन्न यो नेपालमा, तबसम्म ड्राइभरले काम गर्नेवाला छैन। अबको दिनमा ड्राइभर सोधा छैनन् महाराज। तपाईँहरूले एक्सिडेन्ट सोच्नुहुन्छ होला। तपाईँले 1-2 वर्ष अगाडि मात्र हेरेको थिएँ मैले भिडियोमा, एउटा 50-60 वर्षको उमेरको बुढोले यो महाराजगञ्जमा पुरा गाडी चलाइराख्नु भएको थियो क्या। तपाईँले केही बुझिरहनु भएको छ, सुनिरहनु भएको छ? इन्टरभ्यू लिइराख्नु भएको थियो त्यतिखेर उहाँले इन्टरभ्यू लिँदाखेरि तपाईँहरूलाई के लाग्छ? राम्रो लाग्छ? जब 60 वर्षको बुढाले गाडी चलाउँदाखेरि एक्सिडेन्ट नभएर के हुन्छ त? लौ र जब हात पाउ काम्ने बेला हुन्छ, दिमागले काम गर्दैन, आँखाले काम गर्दैन, एक्सिडेन्ट नभएर के हुन्छ? म जस्तो युवाले त देशमा के सोच्छन् थाहा छ तपाईँलाई? आज लाइटको लाइसेन्स बनाए 2 वर्षपछि ह्याप्पीको थप्छु, खाडी जान्छु 70,000 त्यहाँ फिक्स छ। यसरीले युवा बेच्न थाल्यो भने तिमीहरूले कति दिन बेच्छौ? हामी ड्राइभरलाई कति दिन बेच्छौ? म मेरो छोरालाई ड्राइभर भन्दिनँ।